अब त्यस्तो चर्चित मेयरको चाहिँ छ नि होइन लाई बोलाएर प्रमुख अतिथि बनाएर लग्ने कुरा आफैमा एउटा ठिकै हो होइन। तर मेयरज्यूले त पहिल्यै भनिसक्नु भएको छ नि त, मलाई चाहिँ विभिन्न कार्यक्रममा रिबन काट्न नबोलाउनु होइन, भाषण गर्नु नबोलाउनु, मेरो काम बिग्रिन्छ भनेर उहाँले भन्नुभएको छ नि त। किनभने कामको उहाँ चाहिँ छ नि होइन ऊ हुनुहुन्छ, एकदम चाहिँ प्रतिबद्ध हुनुहुन्छ। त्यस कारणले गर्दा चाहिँ उहाँको टाइम वेस्ट एउटा चाहिँ भएको चाहिँ स्पष्ट भयो होइन। किनभने चाहिँ नि टाइम वेस्ट यो मानेमा कि इम्प्लोइमेन्ट भिजा चाहिँ लायो। अब नेपालको मेयरहरूको होइन त्यो चाहिँ गरिमा विदेश जानको लागि चाहिँ इम्प्लोइमेन्ट भिजामा समेत चाहिँ छ नि जानुलाई चाहिँ छ नि तछाड मछाड गर्छ भन्ने जुन छ आरोप, इम्प्लोइमेन्ट भिजामा पनि छ नि होइन आइहाल्छ नि भन्ने चाहिँ हङकङ हेर्न आइपुगिहाल्छ नि भन्ने एउटा अलि हेपेको जस्तो जुन चाहिँ एउटा ऊ आयोजकहरूले त्यो त्यसरी सोच्नु हुँदैन थियो। त्यो त अपमानै हो नि त। हर्क साम्पाङको पनि अपमान हो, धरानको पनि अपमान हो, त्यो सिङ्गो नेपालको अपमान। नेपालवाला मेयर तपाईँको वर्किङ भिसामा 14 दिनको काम गर्ने भिसामा बोलाउनु भनेको होइन। कलाकारहरू जालान्, किनभने कलाकारहरू तपाईँको जानुलाई उहाँ लालची होला, उहाँलाई लोभ होला, जसरी भए पनि एनी हो हङकङ पुगौँ कार्यक्रम गरौँ भन्ने उहाँहरूको एक छुट्टै प्रकारको सोचाइ हुनसक्छ हो। धरानका मेयर हर्क साम्पाङज्यूले हङकङको कार्यक्रमको लागि गरिएको निमन्त्रणामा जुन किसिमले जुन हिसाबले चाहिँ नि भिजा लगाइयो, एउटा इम्प्लोइ भिजा मार्फत, त्यो उहाँले अस्वीकार गरेर अत्यन्तै महान निर्णय गर्नुभयो। यो एकदमै सकारात्मक छ। सिलिचुङ टिभीको अन्तर्वार्तामा किराँत राई आयोगका केन्द्रीय समितिका अध्यक्ष श्री जीवन हाताचोज्यूले जुन हिसाबले आफ्नो प्रतिक्रिया व्यक्तिगत भनौँ या संस्थासँग आबद्ध हुनुभएकोले संस्थागत पनि भन्न मिल्छ होला सम्भवतः, आफ्नो एउटा धारणा व्यक्त गर्नुभयो, त्यो अत्यन्तै जायज छ। तर मलाई त यस्तो लाग्यो कि सिलिचुङ टिभीका सञ्चालक इन्द्रजी विशाज्यूले जीवन हाताचोज्यूसँग को अन्तर्वार्ताको क्रममा जुन हिसाबले कलाकारको प्रसङ्ग उठाउनु भएको छ, होला कलाकारहरू जालान् चाहिँ एउटा चाहिँ लोभ लालचमा पनि जान सक्लान् भन्ने हिसाबले कलाकारलाई चाहिँ एउटा जो चाहिँ देशको एउटा सिङ्गो देशको चाहिँ इज्जत, एउटा देशलाई चिनाउने चाहिँ व्यक्ति हो कलाकार। ऊ चाहिँ वर्किङ भिजामा पनि जाला भन्ने हिसाबले जुन हिसाबले एउटा खिसीट्युरीको हिसाबले होच्याउने होइन, कलाकारलाई जसो भने पनि हुन्छ, कलाकार चाहिँ जहाँ पनि गइहाल्छ, कलाकार जसो भने पनि मानिहाल्छ भन्ने हिसाबले बोल्नु भएको छ। यो खेदजनक छ, यो अत्यन्तै खेदजनक छ। हो, म त कलाकार होइन, म आफूलाई कलाकार भन्दिनँ पनि, म त्यस्तो कला प्रतिभा भएको व्यक्ति पनि होइन। यद्यपि म कलाकारलाई माया गर्ने, अन्तरात्मादेखि सम्मान गर्ने चाहिँ व्यक्ति हुँ। त्यसो हुँदाखेरि एउटा कलाकारलाई पनि मेयर साहबको जुन लेभलको एउटा चाहिँ जुन स्तरको इज्जत इमान छ, कलाकारको पनि त्योभन्दा कम होइन भन्ने कुरा तपाईँले ख्याल गर्नुहोस् भन्ने सन्देश दिन चाहन्छु। कलाकारलाई चाहिँ नै त्यसरी होच्याएर हेरेको दृष्टिले, खिसीट्युरीको चाहिँ दृष्टिले कलाकारलाई पनि हेरिनुहुन्न होइन। जो कलाकारहरू हुनुहुन्छ यो देशको, उहाँहरू भनेको यो सिङ्गो देशको चाहिँ नै प्रतिनिधित्व गर्ने व्यक्तित्व हुनुहुन्छ, अथवा यो सिङ्गो देशलाई चिनाउने व्यक्तित्वहरू हुनुहुन्छ। त्यसो हुँदाखेरि कलाकारलाई पनि त्यसरी चाहिँ नै होच्याउने, खिसीट्युरी गर्ने, कलाकारलाई पनि चाहिँ त्यसरी हेरेको दृष्टिले हेर्ने, अथवा चाहिँ एउटा सामान्य जसो भने पनि हुन्छ, जसो गरे पनि हुन्छ भन्ने दृष्टिकोणबाट हेरिनु हुँदैन, त्यो दृष्टिकोणबाट हेरिनु हुँदैन भन्ने मेरो व्यक्तिगत
विचार व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद।